गाइस स्पिड हिँड्नु पर्यो है पछाडि कोही छैन होला नि मेरो हेलो गुड मर्निङ एभ्रिवान हजुरलाई हजुर के गर्नुहुँदैछ म चाहिँ ड्युटी जानुको लागि रेडी हुँदैछु आज चाहिँ के छ भन्दाखेरि चाहिँ हाम्रो अफिसमा चाहिँ भ्यू है यो के भन्छ आसामिजहरूले चाहिँ भ्यू भन्दो रहेछ हो तर हामी नेपालीहरूले चाहिँ के भन्छौँ भन्दाखेरि मकर सङ्क्रान्ति भन्छौँ नि त्यो चाहिँ हाम्रो अफिसमा चाहिँ यो के भन्छ आसाममा चाहिँ ठुलो मजाले मनाउँदो रहेछ अनि सो त्यही भएर हाम्रो सबै स्टाफहरू चाहिँ आसामको हुनुले गर्दाखेरि चाहिँ हामी चाहिँ अफिसमा मजाले मनाउँछौँ अन्त आज चाहिँ ट्रेडिसनल ड्रेस लाउनु भन्नुभएको थियो नि त अनि सो त्यही भएर म चाहिँ ट्रेडिसनल ड्रेस लाउनुको आँटेको छु साथीहरू हेर्नुहोस् अहिले चाहिँ म ट्रेडिसनल ड्रेस होइन यो चाहिँ हेर्नुहोस् हो अन्त देख्छु यो चाहिँ मेरो फाइनल लुक्स थियो है आजको चाहिँ म चाहिँ बक्खु लगाएर पनि रेडी भइसकेको थिएँ अब प्रोग्रामको लागि साथीहरू एउटा कुरा नि म चाहिँ जस्तो रियलमा देखिन्छु नि त्यस्तो चाहिँ म फोटो भिडियोजमा देख्दिनँ भन्नुहुन्छ सबैजनाले है यो चाहिँ हो कि होइन तपाईँहरूले कतिजनाले मलाई देख्नु भएको छ भने चाहिँ कमेन्ट गरिदिनुहोस् ल अन्त अब म चाहिँ जाँदैछु भ्यू सेलिब्रेसनमा यहाँ चाहिँ त्यो हाम्रो तरुलहरू सबै अब हामी तरुलहरू खान्छ नि त सिक्किममा त है माघे सङ्क्रान्तिमा तरुल दही चिउरा मिठाई यस्तो खान्छ नि त अन्त हामीले पनि यहाँनिर चाहिँ इन्जोयको टाइम आइरहेको थियो हो सबैजनाले चाहिँ आसामी त चाहिँ नाच्दै थियो नि त अन्त हामी चाहिँ आउँदैन अन्त आजको सेलिब्रेसन चाहिँ सरले चाहिँ मलाई पनि जान्छ आइरहेको थियो भनिरहेको थियो है आउँदैन जाइरहेको थियो अन्त तर चाहिँ हामी चाहिँ अब साथीहरू चाहिँ अब इन्जोय गऱ्यौँ गएर हो आसामसँग त आउँदैन हामी बिचरा नानीको साथी रहेछ अन्त मजाले नाच्दै थियो आसामी साथीहरू कति मजाले इन्जोय गरिरहेछ सो यहाँनिर फाइनल्ली प्रोग्राम चाहिँ सकिसकेको थियो सो हामी चाहिँ खानासाना खाएर निक्ल्यौँ साथीहरू बाई बाई